लु हेर्ने साथीहरू कस्टमरहरू यस्तो यस्तो खालकोहरू हुन्छ कि आमामा छक्कै पऱ्यो म त। बिहानपालि 8 बजी अब टुथपेस्ट ल्याइदिए कोलगेट ल्याइदिए भनेर मलाई 20 रुपियाँ दिएर पठाएँ कि त्यतिखेर मैले भने चिया सिया लिनु छ कि छैन, अहिले नै पैसा चाहिँ म बादमा जानु सक्दिनँ, सर्भिस पनि यहाँनिर छैन भनेर मैले त्यत्रो भनेको हो। मुलाले चिया सिया खाँदैन हामी चाहिँदैन भनेर मलाई जबरजस्ती कोलगेट लिनु पठायो। अनि ल म कोलगेट ल्याइदिन्छु तर बाद नेक्स्ट टाइममा मलाई नपठाउनु, यहाँ सर्भिसहरू छैन मैले यो भने होइन कस्टमरलाई। ल बादमा पठाउँदिनँ नि त, यो चाहिँ ल्याइदियो प्लिज भनेर मलाई अब भने क्या। अनि ल्याइदियो। अहिले फेरि 10 बजी त जबरजस्ती पठाउँछ त चिया लिनु फेरि। तँलाई पनि म दिन्छु नि त खानु, लान त यी दिन्छु, तँ पनि चिया सिया खा, के खान्छस् भनेर भने कि तँलाई पनि म दिन्छु भनेर। ल ओके भने। मलाई त 5 रुपियाँ टल्ली पो दिएको त चिया खाला भनेर। अनि टनक्कै रिस उठ्यो क्या मलाई त। 5 रुपियाँमा साला काम गर्छ क्या हौ भने। ल चाहिँदैन तेरो पैसा, मलाई चाहिँदैन नि यो 5 रुपियाँ 7 रुपियाँ, यो के आयो, यो के हो भनेर भन्दै कि 5 रुपियाँ दिँदाखेरि। ल चाहिँदैन अझै लान त अझै टल्ली पो निकाल्छ त 5 कै, 10 रुपियाँ दिनै आँटेछ। मलाई त चाहिँदैन राख भनेर कमसेकम पनि चुप लागेर 50 रुपियाँ दिनुपर्ने होइन। अरू जति नै कस्टमर आउँछ 100 रुपियाँ दिनु, 50 दिन त माथि नै दिन्छ, 20-30 यस्तो त दिँदैन। 100 रुपियाँ 50 रुपियाँ, कसले 200, कसले 500, कसले दिनभरिमै सामानहरू एक दुईवटा पठायो भने 700-800 रुपियाँसम्म अब दिन्छ कस्टमरले होइन। तर यसले त 5 रुपियाँ दिँदा त माथा घुमेको नि हो मेरो। अनि अहिले पनि त्यो रुममै छ कस्टमर होइन, चेकआउट भएको छैन। अनि यस्तो मान्छेहरू हुन्छ हेर्ने, यस्तो त्यस्तो र त्यस्तैसँग बोल्नुपर्छ होइन, त्यस्तै गर्नुपर्छ। तर ठिकै छ अब सायद अब रक्सी चाहिँ ल्याइदिनु अरे, रक्सी चाहिँ खाने पैसा छ अरे, टिप दिँदा त 5 रुपियाँ दिन्छ टिप त, को लिन्छ 5 रुपियाँ। अनि सर आउने बेला भएको छ, म सक्दिनँ, अहिले तपाईँले 10 मिनटमा चिया ल्याउनुहरू 10 मिनट लाग्छ, 10 मिनटमा मेरो कोही कस्टमर आएर रिटर्न गयो भने 1000-1500को नोक्सान हुन्छ, त्यसलाई म जाँदिनँ भन्दा नि जबरजस्ती पठायो। अनि 5 रुपियाँ दिँदो रहेछ। त्यस्तोसित को 5 रुपियाँ लिँदैन, त्योभन्दा ट्याक्कै फ्याँकिदिएको मैले पर्समा। ल तेरो पैसा चाहिँदैन, 5 रुपियाँमा को काम गर्छ, त्योभन्दा म फ्रीमै ल्याइदिन्छु चिया भनेर चिया ल्याइदिएर अनि ठक्कै एउटा भिडियो तपाईँहरूको लागि चाहिँ यो बनाइदिइहालेँ कि यस्तो मान्छेहरू पनि हुन्छ भनेर। त्यही कारणले चाहिँ अनि तर पनि अब काम गर्नु छ, काम गर्नुपर्छ होइन, ताकि सरले पनि अब सरले नै भनेछ यस्तो सर्भिसहरू नगर्नु, खालि रिसेप्सन सम्हालेर रुमहरू दिनु, क्लिन गर्नु, यति नै हो काम, अरू केही गर्नु पर्दैन होइन, सरले यही भनेछ। तर पनि अब 1-2 पैसा हामीलाई टिप्स हुन्छ कि भनेर सर्भिसहरू यताउति गरिदिन्छु, सामानहरू ल्याइदिन्छु होइन। तर पनि कोही सामान नल्याइदिन केही नगरे पनि कसले 100 रुपियाँ 150 रुपियाँ दिएर नै जान्छ, बेसी न बेसी 50 रुपियाँ दिन्छ। यो त अनि साह्रै भएन नि हो 5 रुपियाँ, आम्मामा टल्ली पो दिँदो रहेछ बच्चियाले। मुस्लो टाइपले मैले भन्नु पऱ्यो भने किन यस्तो सोचेँ, तर नि भनिदिएँ ल 5 रुपियाँ नि के काम गर्नु, त्योभन्दा फ्रीमै ल्याइदिन्छु भनेर 20 रुपियाँ लिएर हिँडिदिइहालेँ कि।